ल हेर्नु साथीहरु, अब गहुँ काट्ने कार्यक्रम चलिरहेको छ कम्बाइन हार्भेस्टरबाट। गोलेनगर वार्ड नम्बर 10 मा गहुँको कटाइ, गहुँ पाकेर पुरै रेडी भइसकेको छ। पानीले गर्दा 2-4 दिन ढिलो भयो। अब यो मसिन छ, यो मसिन चाहिँ अब काट्छ एकछिन पछि। हेर्नु साथीहरु, कम्बाइन हार्भेस्ट चल्दैछ। धुवा पुरा धुलो उडिरहेछ यहाँ। यता मान्छेहरु उभिरहेछ गहुँ कटाउनको लागि। काटेर फालिसकेको छ। यो साथीहरु काटेर उता पुरा धुलो छ उडाउँदै मसिन। त्यसले 1 घण्टामा 1 बिघा भन्दा बढी काट्दिन्छ। 2-3 बिघा काट्छ यसले। अहिले हेर्नु होला नजिक आएपछि कस्तो काट्छ यो। पुरा कालो धुलो छ उड्दैछ गहुँको। भुसको धुलो। त्यो माथि बसेर काट्ने मान्छेको बिचराको हालत के होला, यु क्यानट इमेजिन। आइसक्यो अगाडि। कम्बाइन हार्भेस्ट हेर्नु पुरा दाना बस्छ यो दाना। साथीहरु, भिडियो मन पर्यो भने फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, शेयर गरिदिनु होला। यो मसिन साइन्स कति अगाडि बढिसकेको छ। महिनौमा हुने काम मिनेटमा भइरहेछ अहिले। फेरि यो पराली, यो काटेर फालेको पराली हो त यो मसिन। ओ सिकमार, यहाँ कहाँ भागे जा तो? क्या करी?